आज चाहिँ हामी साकुरा हेर्नको लागि जाँदैछौँ। अस्ति पनि गएको थियौँ होइन, सिन्जुको पार्क गएको थियौँ, तर त्यहाँ चाहिँ राम्रोसँग साकुरा फुलेको थिएन नि त। अनि त्यही भएर आज चाहिँ हामी फेरि साकुरा हेर्नको लागि भनेर जाँदैछौँ। अनि म अनि मेरो यहाँ हुनुहुन्छ, अनि मेरो त्यहाँ हुनुहुन्छ दुईजना अगाडि अगाडि जानुभएको छ। अनि हामी चाहिँ आजै होला क्या फर्स्ट टाइम चाहिँ बिहानै उठेर रेडी भएर अनि घुम्न जान लागेको थियो होइन। जहिले हामी ढिलो हुन्छ क्या, अनि त्यही भएर आज चाहिँ हामी चाँडै उठेर कति बज्यो, चाँडै पनि के भन्नु है, 11:15 भइसकेछ। अनि हामी चाहिँ जाँदैछौँ तोनरी कोएन साकुरा हेर्नको लागि। हामी चाहिँ सुपा गएर एक झोला खानेकुरा किन्यौँ होइन। अब यो खाँदैको पार्कमा बस्नु पऱ्यो नि त। अनि हाम्रो यहाँ दिदी पनि आउनु भएको छ है, दिदीलाई पनि मेरो युट्युब च्यानलमा वेलकम छ। अनि हामीसँगै घुम्ने रमाइलो गर्ने। अगाडि बस्नुपर्छ कस्तो छ थाहा छैन, तर मान्छेहरू चाहिँ टन्नै छ है। साकुरा फुलिसकेर चाहिँ झर्न लागिसक्यो। अस्ति नै यहाँ उठ्यो नि त, ओमाचुरी थियो। अनि त्यतिखेर अस्तिको हप्ता आएको भए चाहिँ एकदम भिड थियो अरे क्या, ओमाचुरी भएको भएर। अनि त्यही भएर आज पनि भिड त भिड नै छ, तर फुलहरू चाहिँ फुलेर पनि झर्न लागिसकेको रहेछ, राम्रो फुलिसकेको रहेछ। अस्ति आएको भए चाहिँ बेस्ट हुँदैछ, तर आज पनि फुल्न त राम्रै फुलिरहेको छ। यस्तो फुलिरहेको छ अहिले चाहिँ, मजाले फुल्यो रहेछ है दिदी। हामी चाहिँ आइपुग्यौँ तोनेरी पार्क। अनि तपाईँहरूलाई पनि साकुरा हेर्न कहाँ जाने भनेर सोचिरहनु भएको छ भने चाहिँ यो तोनेरी पार्क चाहिँ तपाईँहरूको लागि बेस्ट अप्सन हुनसक्छ। यहाँ चाहिँ कस्तो राम्रो साकुरा फुलहरू फुलेको छ, अनि पार्क पनि कस्तो राम्रो रहेछ क्या। मलाई चाहिँ यहाँ राम्रो लाग्यो। हजारवटा साकुरा फुलको बोट छ अरे क्या, त्यही भएर पार्क पनि कति ठुलो छ। कस्तो भएको कि होइन, अनि राम्रो रहेछ फुल पनि, अनि पार्क पनि ठुलो, अनि मान्छे पनि यति धेरै भए पनि क्या पार्क ठुलो भएको भएर अनि एकदम राम्रो लाग्यो मलाई यो पार्क चाहिँ। यहाँ चाहिँ कस्तो राम्रो फुलहरू फुलिरहेको छ क्या। हामी चाहिँ टाइमिङमा आइछौँ। यदि तपाईँहरू पनि घुम्न जाने सोचमा हुनुहुन्छ भने चाहिँ यहाँ आउनु भने चाहिँ बेस्ट हुन्छ। अझै अर्को हप्ता पनि बाँकी छ, किनभने अझै कति कोपिलाहरू फुल्न बाँकी नै छ नि त। And I love the way you're feeling me, eating up your bad boy energy. Meet me in the hotel lobby. What you know about Barcelona nights? I might wait for the sunrise, save it till the morning. Don't wanna miss my flight. And you know me better by now. My willpower is fading every time you come round. One touch of your rose petal. बहिनीहरूको हिरोनी दिदीको, अनि मेरो यहाँ ह्यान्डसम क्यामराम्यान है। अनि मेरो यता बहिनी फोटो कस्तो आयो भनेर हेर्दैछिन् मजाले। अनि यो मेरो क्यामराम्यान दाइ चाहिँ जति फोटो खिच्यो नि कहिले धेरै भयो भन्दैन है, फोटो त खिच्दै हो क्या। हाम्रो यो निलो फ्लावरहरू पनि रहेछ क्या, मसिनो। अनि राति चाहिँ लाइटिङ पनि हुँदैछ, यहाँ पुरै लाइटहरू फिट गरेको छ।
हामी चाहिँ होइन यहाँ पार्कमा बस्यौँ अनि खानेकुराहरू पनि सबै किनेर ल्यायौँ। तर हामीले एउटा मिस्टेक के गर्यौँ भन्दाखेरि बस्ने कुरा चाहिँ ल्याउनै बिर्सेछ क्या। अनि यहाँ पार्कमा आएर सबैजना यसरी बसेर रमाइलो गरेर खाइरहेको छ नि त। अनि हामी चाहिँ बस्ने कुरा छैन, खानेकुरा चाहिँ हामीले यति धेरै किनेर ल्यायौँ होइन। तर के गर्नु, बस्ने कुरा नै ल्याउन बिर्सेछ कि गाह्रो छ नि। बस्ने कुरा ल्याउन बिर्स्यो अनि त्यही भएर केही छैन भनेर यसरी जुत्ता फुकाल्दै अनि प्लास्टिक ओछ्याउँदै बसेको है। झन् हामीले प्लास्टिक चाहिँ ल्याएको थियो कि सामानहरू हालेर अनि फोहोरहरू फ्याँक्नुपर्छ भनेर। अनि सबैजना हामी चाहिँ यसरी प्लास्टिक ओछ्याएर बस्यौँ। तर यहाँ लास्टै रमाइलो छ क्या, कस्तो खतरा साकुरा फुलेछ क्या। रंग है इश्क के कितने सारे, कौन से किसने बांधे, रमाइलो गर्दैछौँ। तर खल्लो खल्लो भयो किनभने छोड़े जाते घर के बहारे। इश्क का रंग ये जब चढ़ जाए कुछ और नहीं नजर तब आए। अब चाहिँ फर्किन लाग्यो किनभने 4 बज्न लागिसक्यो नि त। अनि चिसो चिसो पनि भयो क्या, हावाहरू पनि चल्न थाल्यो। अनि त्यही भएर हामी चाहिँ अब चाहिँ फर्किन लाग्यो। तर साकुरा चाहिँ एकदम राम्रो छ है, फर्किन मन त थिएन। तर अब चाहिँ जाडो भयो, चिसो भयो, कस्तो हावा चलाएन, कपाल उडाउँदै अनि हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो, नराम्रो लाग्छ भने नराम्रो होइन। अनि कस्तो छ, अझै केमा सुधार गर्दाखेरि बेस्ट हुन्छ, केही भयो भने चाहिँ तल कमेन्टमा लेखिदिनु होला। थ्याङ्क यू सो मच।